कान्छा उठ्ने बेला भएको छैन घामले वा डाँडो काटिसक्यो बाउ खेतमा लाग्छन् जा बाउलाई गएर सघा ओहो आज त घाम पश्चिमबाट उदाएछ क्या हो महाराज पाल्नु भएछ त कहाँ घाम पश्चिमबाट उदाउँछ बाउ पनि सक्यो केटा जाउँ होइन हो टोप बाबु बिहान बिहान कोदालो बोकेर कताबाट आइस ओहो रामकाजी दाइ नमस्ते नमस्ते कहाँबाट बाटो बिराउनु भयो आज म यसो गाउँघर घुम्नु भनेर आएको नि हिँड्नु न दाइ भित्रै गएर कुरा गरौँ हुन्छ ओइ कान्छा कि आमै पल्लो गाउँबाट जिमल बाबुको छोरा आउनु भएको छ चिया बनाएर ले नमस्ते दाइ नमस्ते अनि कान्छाको हालखबर के छ नि पढाइ सिध्यो क्या अरे के गर्दैछको नि त्यो त भलेसँगको होइन र मेरो छोराले त महिनाको 40,000 कमाउँछ मलाई त व्यवहारको चिन्तै छैन नि के गर्नु र गाउँ डुल्यो हिँड्यो त्यही त हो नि पढाइ त राम्रै थियो त्यसको अवसर नै नपाएर होला हाम्रो पालिकामा जागिर खुल्या छ अरे बुझ्न भन्न एकचोटि ए हस् म भनिहेर्छु के गर्छ अब ल मलाई पनि हतार छ अहिले म लाग्छु भेट्दै गरौँ न ए हस् नमस्ते रामकाजीको छोराले महिनामा 50-60 हजार कमाउँछ अरे तैँले अहिलेसम्म के गरिस् अहिले पनि लफाङ्ग भएर हिँडिरहेछस् कहिलेसम्म हाम्रो कमाइमा रजाइ गर्छस् काम त खोजि नै रहेछ नि काम नै नपाएपछि मैले के गर्नु पालिकामा जागिर खुलेछ अरे एकचोटि गएर बुझ होइन भात खाने बेलामा कति छोरालाई कराएको चुप लाएर खानुहोस् भोलि गइहाल्ला नि यसो पल्लो गाउँसम्म जाउँ भनेको अहिले मलाई अलि हतार छ अहिले म हिँडेँ टोकालीको छोरा होइन हो त अनि नमस्ते सर नमस्ते नमस्ते बाबु नमस्ते बस्नु थ्याङ्क यू सर ठिकै छ केही समय बाहिर बस्दै गर्नुहोस् हुन्छ हस् 5 घण्टापछि तपाईँलाई भित्र सरले बोलाउनु भएको छ सरी तपाईँ सेलेक्ट हुनु भएन डकुमेन्ट नै बिर्सेछ कङ्ग्रेचुलेसन धन्यवाद हेर भाइ तिम्रो भन्दा नचिता अर्को धेरै राम्रो थियो तर तिमी मेरो आफ्नै मान्छे भएको कारणले गर्दा तिमीलाई यो काम दिएको हो भरे चाहिँ राम्रै व्यवस्था हुनुपर्छ नि तपाईँले मेरो यत्रो ठुलो काम गर्नु भएको छ चिन्ता नगर्नु न भरे घरमा राम्रै व्यवस्था गर्नेछु डकुमेन्ट छुटेछ सर ओहो यसले त हाम्रो कुरा सुने कि क्या हो सुने के हो त मेरो त भाग्य नै यस्तै रहेछ जति दुःख गरे पनि आखिरमा यस्तै हुँदो रहेछ अनि के भयो त तेरो काम मिल्यो मिलेन नि जहाँ पनि पैसा नातावाद कृपावाद पावर मात्रै भन्छन् के गर्नु सबैले ठिकै भनेर छन् आखिर मैले पढेर नि के नै गरेर अब यहाँ सबैको मजाक बनेर बस्नुभन्दा सहरतिरै छिर्छु त्यहाँ केही न केही काम त पाइएला नि